ताबेमास भनेको खानु ताबेमास भनेको खानु नोबिमास भनेको पिउनु नोबिमास भनेको पिउनु सुइमास भनेको तान्नु सुइमास भनेको तान्नु चुरोट ताबाको भनेको चुरोट ताबाको भनेको चुरोट मिमास भनेको हेर्नु मिमास भनेको हेर्नु किकिमास भनेको सुन्नु किकिमास भनेको सुन्नु योमिमास भनेको पढ्नु योमिमास भनेको पढ्नु खाकीमास भनेको लेख्नु खाकीमास भनेको लेख्नु खाइमास भनेको किन्नु खाइमास भनेको किन्नु तोरीमास भनेको खिच्नु तोरीमास भनेको फोटो खिच्नु सिमास भनेको गर्नु सिमास भनेको गर्नु आइमास भनेको भेट्नु आइमास भनेको भेट्नु गोहान भनेको खाना गोहान भनेको खाना आशा गोहान बिहानको खाना हिरु गोहान भनेको दिउँसोको खाना बान गोहान बेलुकाको खाना पाउरोटी पान भनेको पाउरोटी तामागो भनेको अन्डा तामागो भनेको अन्डा निकु भनेको मासु निकु भनेको मासु साकाना भनेको माछा साकाना भनेको माछा यासाई भनेको तरकारी यासाई भनेको तरकारी कुदामोनो भनेको फलफुल मिजु भनेको पानी मिजु भनेको पानी ओच्या भनेको चिया कोच्चा भनेको कालो चिया मिरुकु भनेको मिल्क मिरुकु भनेको मिल्क जुसु भनेको जुस भनेको जुस बिरु भनेको बियर बिरु भनेको बियर ओसाके भनेको रक्सी ओसाके भनेको रक्सी तेगामी भनेको चिठी तेगामी भनेको चिठी रेपोतो भनेको रिपोर्ट रिपोर्ट स्यासिन भनेको फोटो स्यासिन भनेको फोटो मिसे भनेको पसल मिसे भनेको पसल निवा भनेको गार्डन निवा भनेको गार्डन सौकुदाई भनेको होमवर्क टेनिसु भनेको टेनिस साक्का भनेको फुटबल
इस्योनी इस्योनी भनेको सँगै इस्योनी भनेको सँगै इचुमो इचुमो भनेको सधैँ इचुमो सधैँ तोकीदोकी कहिलेकाहीँ तोकीदोकी भनेको कहिलेकाहीँ ए भनेको सोरेकारा त्यसपछि सोरेकारा भनेको त्यसपछि सोरेकारा इदेस्ने भनेको राम्रो छ है इदेस्ने भनेको राम्रो छ है किरिमास किरिमास भनेको काट्नु किरिमास भनेको काट्नु ओकुरिमास भनेको पठाउनु ओकुरिमास भनेको पठाउनु आगेमास भनेको दिनु आगेमास भनेको दिनु मोराइमास भनेको पाउनु मोराइमास भनेको पाउनु खासीमास भनेको उधारो दिनु खासीमास भनेको उधारो दिनु ओसिएमास भनेको पढाउनु वा सिकाउनु ओसिएमास भनेको पढाउनु वा सिकाउनु नाराइमास भनेको सिक्नु नाराइमास भनेको सिक्नु खाकेमास भनेको फोन गर्नु खाकेमास भनेको फोन गर्नु देनवा भनेको फोन देनवा भनेको फोन ते भनेको हात ते भनेको हात हाँसी भनेको चपस्टिक हाँसी भनेको चपस्टिक सुपुन भनेको चम्चा सुपुन भनेको चम्चा फाकुसु भनेको फ्याक्स फोकु भनेको काटा चम्चा फोकु भनेको काटा चम्चा आसामी भनेको कैँची आसामी भनेको कैँची पासोकोन भनेको कम्प्युटर पासोकोन भनेको कम्प्युटर पान्ची भनेको पञ्चिङ मेसिन पान्ची भनेको पञ्चिङ मेसिन होच्चिकिसु भनेको स्टाप्लर सेरोटेपो भनेको पानी टेप वा सेलोटेप खेसीगोमु भनेको इलेजर खेसीगोमु भनेको इलेजर खामी भनेको पेपर खामी भनेको पेपर हाना भनेको फुल हाना भनेको फुल स्याचु भनेको सर्ट स्याचु भनेको सर्ट पुरेन्जेन्तो भनेको उपहार निमोचु भनेको सामान निमोचु भनेको सामान
किरिसु मासु भनेको क्रिसमस किरिसु मासु भनेको क्रिसमस चिची भनेको बाबा आफ्नो बाबालाई भन्नुपर्छ चाहिँ चिची आफ्नो बाबा ओतौसान भनेको अरूको बाबा ओतौसान भनेको अरूको बाबा हाहा भनेको आफ्नो आमा भन्नुपर्छ चाहिँ हाहा भनेको आफ्नो आमा ओखासान भनेको अरूको आमा आसान भनेको अरूको आमा ओखाने भनेको पैसा ओखाने भनेको पैसा मौ भनेको अगाडि नै मौ भनेको अगाडि नै रेउकौ भनेको भ्रमण मादा भनेको बाँकी मादा भनेको बाँकी छ भन्नु खोजेको किप्पु भनेको टिकट किप्पु भनेको टिकट कोरेकारा अबबाट अबदेखि कोरेकारा भनेको अबबाट वा अबदेखि सुतेकी देश नै कस्तो राम्रो है सुतेकी देश नै भनेको कस्तो राम्रो है गोमेन्ना कुदासाई अरूको घरमा पस्दा चाहिँ गोमेन्ना कुदासाई भनेर पस्ने इताताकिमास भनेको खाना खानुभन्दा अगाडि चाहिँ प्रयोग हुने शब्द इताताकिमास तोकिदोकी भनेको कहिलेकाहीँ भन्नु पर्दा चाहिँ तोकिदोकी भन्ने ए भनेको सोरेकारा भनेको त्यसपछि सोरेकारा यी देश नै राम्रो छ है यी देश नै भनेको